महावीर पुन घर दैलो कार्यक्रम गर्दै हुनुहुन्छ बिन्दास तरिकाले। उहाँ राजनीतिमा आउने मान्छे त होइन, थिएन, तर नेपालको परिवर्तन जेनजी आन्दोलन सँगसँगै उहाँ अब जबरजस्ती भनौँ अथवा के रहरले त होइन, कहरले नै आउनुभयो, मन्त्री बन्नुभयो। अब अहिले स्वतन्त्रबाट म्याग्दीबाट लड्दै हुनुहुन्छ र उहाँ जस्तो मान्छेलाई म्याग्दीवासीहरूले भोट दिएर जिताएर पठाएको नै एकदम राम्रो हुनेछ है। निस्वार्थ, भ्रष्टाचारको त कुनै उनै छैन कि। सिधा मान्छे हुनुहुन्छ, इमान्दार मान्छे हुनुहुन्छ, जिताएर पठाउनु होला है भोट दिएर महावीर पुनलाई पनि। हस्त धन्यवाद। महावीर पुन आएको छु, चुनावमा उम्मेदवार भएर आएको छु। ल भेटघाट गर्न चाहनेहरू आउनुहोस्, भेटघाट गर्न चाहनेहरू आउनुहोस्। प्रश्न छ भने सोध्नुहोस्। भोट दिन मन लाग्यो भोट दिनुहोस्। आयो ल दाजुभाइ दिदीबहिनी र उताबाट आउनुहोस्, यताबाट पनि आउनुहोस्। ल नदिए नि हुन्छ। ल धन्यवाद छ। ल